हेलो गुड मर्निङ वेलकम टु ब्याक मनिका ताम युट्युब च्यानल अगेन। आइफोजूहरू सधैँ हुन्छ म पनि सन्चै छु भन्दै न्यू भिडियोको साथमा आज बिहान भने आइसकेको छु। म चाहिँ भर्खर उठेको साथीहरू टक्क पारेर म चाहिँ ब्रस गर्नतिर लागेँ। अनि त्यस पछाडि ब्रस गरिसकेपछि चाहिँ फेस वासले राम्रोसँग मैले मुख धुएँ। साथीहरू देख्न सक्नुहुन्छ मेरो फेस वास चाहिँ सकिसकेको छ। अनि मैले चाहिँ निचर्दै यसलाई मजाले धोएँ। अनि देख्न सक्नुहुन्छ यहाँ मेरो फेस वास चाहिँ सकिसकेको छ। अनि यसलाई चाहिँ मैले निचर्दै हल्लाउँदै गरेर निकालिसकेको छु। अनि मैले मेरो हातमा दुवैतर्फ हातमा मजाले गज 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 पारेर टक्क पारेर अनि मेरो अनुहारमा दल्न पर्ने हुन्छ। साथीहरू मजाले देख्न सक्नुहुन्छ मजाले खोइ माझ्न पर्ने हुन्छ। अनि साथीहरू मजाले फेस वासले मुख छप धोइसकेपछि चाहिँ म चाहिँ ब्युटिफुल भइसकेको छु। अनि त्यस पछाडि म गएँ पूजा गर्नतिर। साथीहरू पूजा गर्दैछु म चाहिँ। अनि आमा हुनुहुन्न, आमा हुँदा चाहिँ सधैँ आमाले गर्नुहुन्छ। अनि टक्क पारेर मैले चाहिँ बत्ती सत्ती बालेँ। त्यस पछाडि टक्क पारेर धुप घुमाएँ। अनि त्यस पछाडि म चाहिँ माला गन्न बसेँ। साथीहरू टक्क माला गनिसकेर ढोक गरेर अनि म चाहिँ टक्कसँगले सानाकसिनी गर्नतिर लाग्नुपर्ने हुन्छ। सानाकसिनी गरिसके पछाडि चाहिँ साथीहरू मैले यहाँ मजाले पुस्नुपर्ने हुन्छ क्या, धुलो हुन्छ। अनि टक्क पारेर मैले चाहिँ बस्ने ठाउँमा सफा गरेँ। अनि त्यस पछाडि फुलहरू राख्ने ठाउँमा पनि मजाले सफा गरेँ, टेबल सफा गरेँ। त्यस पछाडि अनि यतापट्टि चाहिँ यहाँ गमलाहरू टक्क पारेर मैले चाहिँ पुछेँ। अनि यहाँ फुलहरू पनि पुछेँ। साथीहरू देख्न सक्नुहुन्छ म चाहिँ पुसुन त धुलो बसेको हुन्छ। अनि साथीहरू टक्क पारेर मैले चाहिँ यता प्यासेजमा पनि बढार्न थालेँ। यहाँ पनि बढारिसके पछाडि अनि साथीहरू म चाहिँ मेरो कोठातिर जानुपर्ने हुन्छ। बाहिर पहिला बढारेर अनि म चाहिँ कोठामा बढार्न जान्छु। अनि यहाँ चाहिँ मजाले सानाकसिनी गरिसके पछाडि हेर्न सक्नुहुन्छ उतापट्टि फुल राखेको ठाउँमा चाहिँ कति माटो धुलोहरू झरिरहेको हुन्छ कमिलाले। अनि टक्क पारेर मैले चाहिँ यता पनि सफा गर्नुपर्ने हुन्छ साथीहरू। अनि साथीहरू यहाँ बाहिर पनि मैले टक्क पारेर सानाकसिनी गर्दैछु, गमला राख्ने ठाउँमा सफा गर्दैछु देख्न सक्नुहुन्छ हजुरहरूले। अनि छिटो गर्दैछु म चाहिँ, किनभने कति धेरै कामहरू भ्याउन पर्ने हुन्छ नि त। अनि यहाँ चाहिँ मैले बढारिसकेर पनि गमला आफ्नो ठाउँमा राखिदिइसकेँ। अनि मैले गर्नुपर्ने हुन्छ सानाकसिनी। साथीहरू कति गाह्रो छ क्या के गर्नु, गाउँ अब घरमा काम देखिँदैन नि, तर चाक पनि एकछिन टक्रक्क राख्न पनि पाइँदैन क्या, कति धेरै कामहरू हुन्छ साथीहरू के गर्नु हेर्नुहोस् न। अनि टक्क पारेर यहाँ पनि मैले चाहिँ बढार्न थालेँ। बढारिसके पछाडि साथीहरू टक्क पारेर देख्न सक्नुहुन्छ हजुरहरूले मैले चाहिँ सानाकसिनी पार्दैछु। अनि यहाँ चाहिँ मैले बढारिसकेँ होइन। अनि बढारिसके पछाडि म चाहिँ यता भित्र जान्छु। अनि यहाँ चाहिँ मेरो छोरा सुतिरहेको छ, मेरो छोरा उठेकै छैन क्या साथीहरू यत्रो बेरसम्म पनि। बुझ्नु भएन त एउटा कुरा, हेर्नुहोस् न। अनि क्या साथीहरू मेरो छोरा चाहिँ बाहिरबाट उठेको छैन हेर्नुहोस् त यहाँको अवस्था यस्तो छ। अनि मैले चाहिँ सधैँको जस्तै झुल टाकटुक्क पारेर कट्याएर पोको पारेर राख्छु। अनि सिरपहरू टक्क पारेर पट्याउन पर्ने हुन्छ। अनि त्यस पछाडि कुसनहरू पनि टक्क पारेर आफ्नो ठाउँमा राख्नुपर्ने हुन्छ साथीहरू टक्क पारेर। अनि धुलोहरू उयो गर्नुपर्ने हुन्छ। मेरो छोरा चाहिँ भर्खर उठेको। अनि त्यस पछाडि सबै आफ्नो ठाउँमा राखेर मैले चाहिँ अनि देख्न सक्नुहुन्छ टन्नाहरू तानाक तुनुक पार्दैछु। मैले चाहिँ कुसनहरू मिलाउँदैछु। अनि त्यस पछाडि तन्नाहरू तानाक तुनुक पार्दैछु साथीहरू देख्न सक्नुहुन्छ हजुरहरूले। मेरो छोरा चाहिँ यहाँ भर्खर उठेर लातेर बसिराख्नु भएको छ। अनि मैले चाहिँ अनि साथीहरू अनि यहाँ मेरो प्लान्ट छ त्यसलाई चाहिँ मैले मजाले पुस्दैछु क्या, देख्न सक्नुहुन्छ यहाँ टक्क पारेर पुस्दैछु साथीहरू। यसलाई चाहिँ मैले साथीहरू टक्क पारेर मैले चाहिँ यहाँ सबै लुगाहरू पट्याएर राख्नुपर्ने हुन्छ। अनि टक्क पारेर मैले चाहिँ यतापट्टि बाहिरपट्टि बढार्दैछु साथीहरू, सानाकसिनी गर्न थालेँ।
होइन। यता किचनको अगाडिपट्टि चाहिँ गरेको थिएन नि त, अनि त्यहाँ सागसिनिक पार्दैछु। साथीहरू देख्न सक्नुहुन्छ हजुरहरूले टक्क पारेर। अनि मेरो चाहिँ कति धेरै बढाउनु पर्ने हुन्छ क्या, तल माथि यताउति ड्यास अब हल्का स्किन केयर त गर्नुपर्छ साथीहरू। टक्क मसँग छ राइस वाटर मामा हटको टनर टक्क पारेर। मामु राम्रै भयो मामु मामु छोडा हजुर यो पनि लाउनु न कति राम्रो भएको पैसा छैन त्यही भएर कम्ती कम्ती लाउनुपर्छ होइन। अनि लगाउँदैछु मैले मोइस्चराइजर यो के भन्दो रहेछ यसमा के भन्छ बन्दर 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 भने त कति बन्दर टाइम भयो अरे अनि छ मसँग प्लमको सनस्क्रिन। मेरो सनस्क्रिन चाहिँ सकिएको छ साथीहरू। अनि म चाहिँ यसरी पिच्काएर लाउन पर्ने हुन्छ। सकिसकेछ क्या यो चाहिँ। म खेल्नु गएको मामु यसको ढक्कन खो यसको ढक्कन यसको ढक्कन खो है यसको ढक्कन यसको नि त हिजो तिमीलाई नै हेरिरहेको त। यतिको रेडी भएर अनि अरू काम गर्नुपर्ने हुन्छ। मेरो छोरा चाहिँ यहाँ अहिले काम सक्यो गाइज। मेरो अलिकति सनस्क्रिन लगाएर तपाईँलाई नलाउने साथीहरू होइन। अनि अब टक्क आँगनहरू बढाउन बाँकी छ। अनि हामी चाहिँ तातो पानी चिया खान्छौँ अनि मात्रै बाहिरको बाहिरको काम गर्छौँ। यो चाहिँ घरभित्रको काम चाहिँ सक्यो। आया साथीहरू स्किन केयर गरेर तातो पानी र चिया खाइसके पछाडि चाहिँ टक्क पारेर मैले चाहिँ आँगन बढाउनु पर्ने हुन्छ साथीहरू। अनि यहाँ अगाडिको आँगन बढारिसके पछाडि अनि म चाहिँ जान पर्ने हुन्छ उतापट्टि पनि बढाउन पर्ने हुन्छ साथीहरू। देख्न सक्नुहुन्छ यता घर पछाडिपट्टि पनि छ। अनि यहाँ चाहिँ सानाकसिनिक पारेँ मैले टक्क पारेर देख्न सक्नुहुन्छ हजुरहरूले मजाले टुरुरुरुरुरु। चिया दुध चिया सेलाउँदैछु काम गर्न आँटेको गाइज। अनि मेरो मामा चाहिँ काम गर्छ क्या। म चाहिँ मेरो मामु घरको काममा सघाउँछु। गुड मर्निङ। Good morning. I live in my school name is English medium secondary school. Thank you. उता पानी लिया। I'm 5 years old. पानी लिया न तातो पानी गाइज। Mama, choose me. Quick. चिया तातो पानी खाइसकेर दुधको चिया 1 कप चिनी हालेको साथीहरू। के गर्नु बानी परेपछि खान मन लाग्छ नखाइ चित्त बुझ्दैन। साथीहरू हामी चाहिँ हाम्रो बासी खाना चाहिँ जहिले हाम्रो कुखुरालाई अरू चारोसँग मुसेर दिनुपर्ने हुन्छ। अनि टक्क पारेर मैले चामल धुँदैछु। टक्क पारेर बिहानको खाना बनाउनलाई चामल धुँदैछु साथीहरू सरी। अनि देख्न सक्नुहुन्छ मैले टक्क पारेर भात बसालेँ। अनि यहाँ कुखुराहरूलाई अर्को ठाउँमा सार्न पर्ने हुन्छ साथीहरू। यिनीहरूलाई चारो दिनुपर्ने हुन्छ। अनि खोरबाट चाहिँ हामी बिहानै निकाल्छौँ। निकालेर डोकोले छोपेर राख्छौँ। यिनीहरूको ओछ्यान हेर्नु न यस्तो घिनलाग्दो भइरहेछ। अनि टक्क पारेर यो मुस्दैछु। यो खाना चाहिँ हामी दिनेछौँ यिनीहरूलाई। देख्न सक्नुहुन्छ मैले चाहिँ यिनीहरूलाई यो खाना दिन्छु साथीहरू। अनि यिनीहरू चाहिँ ज्याउ भएर मजाले खान्छन् दुईवटा ठुलोहरू र सानोहरू। अनि यहाँ अर्कोपट्टिको चल्लाहरूलाई पानी दिनको लागि भाँडामा पानी थापेँ
साथीहरू अनि टक्क पारेर यहाँ चाहिँ अर्को चल्लाहरू ल्याएर हाल्न पर्ने हुन्छ। यो चाहिँ अलिक ठुल्ठुलो छ। टक्क पारेर यो चाहिँ हाम्रो साथीहरू अनि यो चाहिँ पालकको साग कसलाई मनपर्छ, पालक मतलब लट्टेको साग। अनि हामी चाहिँ टक्क पारेर लट्टेको साग केलाउँदैछु। अब खाना पनि पकाउनुपर्छ, बाबुलाई स्कुल जान ढिलो हुन्छ, अनि त्यसैले हामी चाहिँ लट्टेको साग मजाले केलाउँदैछु। अनि यसमा चाहिँ आलु मजाले परपर भुटेर रस हालेर खाना चाहिँ एकदम राम्रो हुन्छ। हेल्दी पनि हो, राम्रो पनि हुन्छ अनि मिठो पनि हुन्छ। प्लस साथीहरू हजुरहरूले कसले खानुहुन्छ र कराई बसाले तेल हाले अनि मसला पड्काए अनि बेसार लगाए। त्यसपछि आलु मजाले चलाए साथीहरू। आलु लगाएर परपर भुटे अनि यसलाई मजाले छोपेर राखिदिए। अनि त्यस पछाडि साग लगाएर पनि मैले चाहिँ यहाँ चलाउँदैछु साथीहरू हैन। अनि टक्क पारेर टमाटर काटेको छु मैले चाहिँ, अनि टमाटर पनि लगाउनु पर्ने हुन्छ। अनि म चाहिँ टक्क पारेर टमाटर यहाँ लगाउँछु अनि फेरि यसलाई माथिबाट मजाले छोप्छु। अनि त्यस पछाडि मैले किनेको मसला छ, मसला जिराहरू छ त्यो पनि लगाउँछु। अनि त्यस पछाडि एकचोटि फेरि चलाएर मैले चाहिँ झोल हाल्छु। यसमा चाहिँ झोल हालेको मिठो हुन्छ। कसलाई मनपर्छ साथीहरू, म चाहिँ टक्क झोल हालेर अनि उमाल्नलाई छोडिदिन्छु। अनि त्यस पछाडि चाहिँ एकछिनमा अब टक्क पारेर उम्लिसकेको छ। उम्लि पछाडि अनि मैले चाहिँ टक्क ग्यास बन्द पकाउनु पर्ने हुन्छ। अनि मेरो चाहिँ भात सब्जी पाकिसक्यो साथीहरू। अनि टक्क पारेर म चाहिँ डल्ले खोर्सानी खोज्न जाँदैछु। डल्ले खोर्सानी टक्क पारेर मिचेर खाँदा चाहिँ एकदम स्वाद आउँछ। अनि त्यसैले मैले चाहिँ एउटा भेटेँ क्या, मेरो यत्रो डल्ले खोर्सानीको बोट छ, तर के भएर यसपालि फलेन, सबै किक्रिक्क परेर बोटहरू मर्यो साथीहरू हैन। अनि टक्क पारेर एउटा कागज 3टा खोर्सानी भेटेँ बल्ल बल्ल। अनि त्यस पछाडि देख्न सक्नुहुन्छ बोट चाहिँ यत्रो ठुलो छ। अनि एउटा कागती टिपेर आएर अनि म चाहिँ गोबर सोर्नतिर लागेँ साथीहरू। किनभने हाम्रो गाई छ अनि गाई गोबर सोरे पछाडि टक्क पारेर गाईको गोबर सोरिसक्छु। अनि सोरिसके पछाडि चाहिँ हामीले खाना खान पर्ने हुन्छ। बाबुलाई स्कुल जान ढिलो हुन्छ साथीहरू, देख्न सक्नुहुन्छ हैन। अनि मैले चाहिँ गोबर सोरिसकेँ। अनि सोरिसके पछाडि चाहिँ गक 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 यो चाहिँ मेरो अगाडिको पछाडिको भिडियो, तर अगाडि नै एडिट भएछ। अनि मैले चाहिँ यतिकै छोडिदिएँ। दिउँसो चाहिँ हामी यिनीहरूलाई खोरभित्र हाल्छौँ किनभने धेरै घाम हुन्छ, कहिले काहीँ पानी परिहाल्छ। त्यसैले हामी बिहानभरि मात्रै ल्याएर अगाडि राख्छौँ। अनि साथीहरू दिउँसो चाहिँ हामी सबै खोरमा राख्छौँ। यिनीहरूलाई देख्न सक्नुहुन्छ हामीले चाहिँ यिनीहरूलाई खोरमा हालिसकेको छौँ साथीहरू। टक्क पारेर देख्न सक्नुहुन्छ हजुरहरूले। अनि यहाँ माथिको माउहरूलाई चाहिँ म छोडिदिन्छु किनभने यिनीहरू अन्डा पार्दैछ नि त। अनि टक्क पारेर यिनीहरूलाई चाहिँ मैले निकालिदिनु पर्ने हुन्छ। कक गर्दै गयो। अनि टक्क पारेर म चाहिँ यिनीहरूको अन्डा हेर्न पर्ने हुन्छ। अन्डा पार्न सक्छ यिनीहरूले साथीहरू। 3टा छ अनि 3टा चाहिँ एउटा अन्डा पार्छ, 3मा 3टा हुन्छ। के गर्नु साथीहरू। अनि टक्क पारेर मैले चाहिँ हेर्दैछु। यसलाई पनि निकालेर म फालिदिन्छु अनि अन्डा निकाल्छु। अनि टक्क पारेर खोयाहरू, अस्तिको खोयाहरू साथीहरू, खोयाहरू चाहिँ कस्तो चिसो थियो क्या, सबै हरियो मकै भाँचेकोले। अनि हामी चाहिँ खोया सुकाउनतिर लाग्यौँ। आमा छोरा टक्क पारेर खोया सुकाउँदैछौँ साथीहरू। खोया सुकाउँदैछौँ साथीहरू। हामी यहाँ चाहिँ देख्न सक्नुहुन्छ यस्तो खतरा घाम लागेको साथीहरू, यस्तो खतरा घाम, राम घाम। लिएर आउँछौ यी भाइको भात गाइज। टाइम भइसक्यो। टाइम भयो नि त नि ग्याटलाई छिटो खा। कस्तो आफ्नो जित्दा आफ्नो पालो आउँदा त रमाउँदै खानु छैन गाइज। मैले चाहिँ अघि पकाएको पालुङ्गेको सब्जी र झोल आलु आधी खाएको मैले अघि देख्नु। अनि यहाँ छ निम्बु। अनि यहाँ छ डल्ले खोर्सानी नचला न। मेरो चाहिँ खाना आइसकेको छ। अघि पकाएको लट्टेको साग आलु चिसो बोतल छ नि।
साथीहरू Welcome to back. Manika teman channel. Ada Manika. अब लास्ट हम ल सब खाली न ल खाइला साथीहरू म यहाँ मामुको छोरा काग्दा खाँदैछु गाइड पिरो कसम कत्रो पिरो यार म अलिअलि होइन यहाँ होइन यो लागेछ नि होइन अमिलो नमिलो भयो मलाई त्यसो काँक्रा नखा अहिले हुन्छ 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 यो काग्दा देखाएको छु हौ मामा यसको दाम तपाईँ खानुहुन्छ म त खाँदिनँ कसम खतरा पिरो मापे नपिरो भने नि राम्रो रिङ्गडा छोटा पिरो मेरो त दुईटा छ म त पनि दुईटा बनाउने मलाई त्यो ठिक छ उता चाहिँ हाउस ड्रेस लाउँदै गएर फुकालेर अहिले एकछिनमा अटोले छोड्छ अनि फेरि हिँड्दै जानु पर्ला नि साथी देख्छौ मामा खाना आउनु अलिक जोडिहाल्छु नि म आज के भयो के गर्नु जान्छ शुक्रबार शनिबार शनिबार छुट्टी आइतबार सोमबार मंगलबार बुधबार बिहिबार शुक्रबार शनिबार कसम दामी भयो यार डल्ले खोर्सानी कागती काँक्रा दामी भयो खाना खतरा भयो यार अहिले मेरो बेबीको स्कुल जाने टाइम भइसक्यो अनि म चाहिँ उहाँलाई रेडी गरिदिँदैछु उसको चाहिँ नाताकै बेसी हुन्छ अनि टक्क पारेर छिरिङलाई मैले चाहिँ रेडी गरिदिँदैछु हाउस ड्रेस लगाइदिँदैछु साथीहरू देख्न सक्नुहुन्छ हजुरहरूले म चाहिँ मेरो छोराको कपाल बाँधिदिँदैछु साथीहरू देख्न सक्नुहुन्छ उसको कपाल चाहिँ अस्ति उसले काटेछ आफै अनि अलिक छोटो भएको छ अनि भगवान् यो भिडियो एडिट गर्दा गर्दा बिहोस हुन्छ होला म अनि टक्क पारेर उसको कपाल बाँधिसके पछाडि मजा लगाइदिन्छु जुत्ता लगाइदिन्छु टक्क पारेर मेकअप गरिदिँदैछु मैले चाहिँ पाउडरहरू लगाइदिनु राम्रो हुन्छ बेबीहरूकै लगाइदिन्छु म चाहिँ अनि टक्क पारेर उसलाई रेडी गरिदिन्छु अनि मेकअप सेकअप गरिदिएर मेकअप त के भन्नु त्यो पाउडर र अनि बेबी क्रिम छ अनि पाउडर छ उसलाई चाहिँ घमौड बेसी आउँछ गर्मी हुन्छ नि टक्क पारेर अनुहारमा उयो हुन्छ नि त त्यसैले उसलाई मैले टक्क पारेर रेडी गरिदिँदैछु साथीहरू देख्न सक्नुहुन्छ यहाँ मेरो बच्चा रु 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 रु
अब अर्को गीत लगायो भने त साथीहरु भाइको आजदेखि एक्जाम छ साथीहरु अनि मेरो रेडी भइसक्यो स्कुल पुगिसक्यौँ हामी चाहिँ फाइनली हैन भाइको स्कुल अब अरू धुन अरू गीतहरू रिङटङहरू लायो भने चाहिँ साथीहरू कपिराइट लागिहाल्छ कहिले काहीँ चाहिँ क्यामेरामा कस्तो राम्रो क्लियर देख्छ कहिले बेला चाहिँ कस्तो ब्लर देख्छ क्या मेरो अनुहारमा कस्तो नराम्रो दागहरू देखिन्छ तर अहिले त ब्युटिफुल बेबीलाई स्कुल पुऱ्याएर आए पछाडि चाहिँ साथीहरू घाँस काट्नुपर्ने हुन्छ मेरो चाहिँ जहिले देख्न सक्नुहुन्छ यस्तो खतरा 11 बजीको घाममा अनि टक्क पारेर यस्तो घाँस काट्नु पर्दा कस्तो होला जिन्दगीमा यति गाह्रो हुन्छ नि साथीहरू यति गाह्रो हुन्छ के गर्नु काट्नै पर्छ कस्तो गाह्रो हुन्छ अनि मैले चाहिँ टक्क पारेर भारी सारी पुर्याउन आँटिसकेँ घाँस काट्दैछु म चाहिँ अनि देख्न सक्नुहुन्छ फास्ट काटिरहेको छु मैले चाहिँ घाँस छ यहाँ अलिअलि अनि टक्क पारेर मैले चाहिँ अब डोकोमा भारी पनि लाउन पर्ने हुन्छ टक्क पारेर घाँस लिएर आउनुपर्ने हुन्छ धेरै गर्मी भयो क्या अति म अलिक काट्थेँ होला तर धेरै घाम भएको कारणले धेरै गर्मी भएको कारण चाहिँ मैले सकिनँ एक डोको मात्रै काटेँ मैले चाहिँ अनि एक बिटा पनि उतापट्टि छ लामो लामो घाँस अनि अलिकति पुगेन अनि फेरि काट्न गएँ काटेर आएर फेरि लगाएँ मैले चाहिँ अनि एक भारी भयो अनि म चाहिँ यहाँ बल्ल तल्ल उयो भारी बोक्न आँटेको ठेल्दिने मान्छे नभएर अगाडि के झारपात सबै उक्लिसक्यो अनि बल्ल तल्ल डोको बोकेर घरतिर जाँदैछु साथीहरू कति गाह्रो छ भनेर त अब गर्नेलाई मात्रै थाहा छ हेर्ने देख्नेलाई त यतिको भन्ने हुन्छ तर कति गाह्रो हुन्छ भनेर हामीलाई थाहा छ गर्नेलाई साथीहरू अनि म चाहिँ घर जाँदैछु कति गाह्रो भएको हो गाह्रो छ देख्न सक्नुहुन्छ यहाँ पसिनाको धारा यस्तो हुन्छ हालत घाँस काट्दा तर घरमा बस्नेको काम कति धेरै हुन्छ एकछिन टुसुक बस्न भ्याइँदैन साथीहरू तर के गर्नु घरमा बसेर भातिन त पकाउनु हो नि के काम छ र भनेको मात्रै देख्छ अरू केही काम देख्दैन साथीहरू मैले घरमा बस्नेको देख्दैछु बाहुन्डागीमा आएर यस्तो च्याउ खाने हो कि मर्ने च्याउ थाहा छैन तर मैले चाहिँ यत्रो यत्रो देखेर आत्तिएर टिपेर ल्याएँ हेर्नु होला यहाँ च्याउ हात जत्रै छ च्याउ सुलुलुलु च्याउ मम्मी यसको डन्ठा पनि मेरो हात जत्रै छ हौ हेर्नु न यहाँ साथीहरू च्याउ 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 छाता जस्तै च्याउ पनि यार राम राम यस्तो च्याउ त मैले देखेको थिइनँ सुलुलुलु साथीहरू मेरो बारीमा चाहिँ करेसा बारीमा अङ्गुर फलेको छ ग्रेप्स देख्न सक्नुहुन्छ यति धेरै फलेको छ यति तर अमिलो क्या साथीहरू अनि टक्क पारेर म चाहिँ सबै टिप्दैछु यति मिठो छ यति अमिलो साथीहरू मिठो तर अमिलो क्या अमिलो पनि त अमिलो हुन्छ नि त्यस्तो होइन अनि मिठो मिठो खालको अमिलो अमिलो अनि कोसे कोसे चाहिँ गुल्यो अनि टक्क पारेर मैले चाहिँ सबै काटेर भेला पार्न पर्ने हुन्छ अनि चराले खाइसक्यो नि त बोटमै अनि रे पनि काटेर राखेको हामीले चाहिँ सबै भेला पारेको साथीहरू देख्न सक्नुहुन्छ अङ्गुर यति धेरै चाहिँ यति मिठो अनि यसलाई चाहिँ म रम लगाउँछु भनेर खासमा चाहिँ मैले टिपेको साथीहरू हेर्नु न साथीहरू यहाँ मैले मोबाइल राखिरहेको थिएँ कि अनि कुखुरा आएछ अनि उसको अनुहार देखेछ अङ्गुर देख्न सक्नुहुन्छ मैले चाहिँ अङ्गुर यति धेरै हेर्नु न यता भुइँभरि छ अनि टिपेर चाहिँ आइसकेको छु कति धेरै फलेको छ हेर्नु न साथीहरू अङ्गुर हैन सबै अङ्गुर हो है ओ माई गॉड
नअटेर यहाँ हैन। अङ्गुर देख्न सक्नुहुन्छ कति धेरै छ अङ्गुर यहाँ। अङ्गुर हाम्रो चाहिँ यहाँ घर यस्तो सेन्ट आइरहेछ क्या। अङ्गुर देख्न सक्नुहुन्छ है। अनि साथीहरू टक्क पारेर बेलुकाको खाना बसाउनलाई मैले दाल पखालेर अनि सबै हालेर दाल बसालिसकेँ। अनि त्यस पछाडि साथीहरू मैले चाहिँ खाना पनि टक्क पारेर धुनलाई भाँडामा हाल्दैछु। अनि त्यस पछाडि साथीहरू चामल पनि धुइसके पछाडि बसाल्नु पर्ने हुन्छ। तुरुरुरुरु पानी मजाले हालेँ अनि मजाले पखाल्नु पर्ने हुन्छ साथीहरू। हेर्न सक्नुहुन्छ हजुरहरूले। अनि म चाहिँ मजाले पखालेर अनि अब खाना पनि बसाल्न पर्ने हुन्छ। अनि खाना बसालिसके पछाडि हाम्रो चाहिँ बेलुका आज च्याउको सब्जी छ साथीहरू। राखेँ अब पालो आयो भातको है। भात पनि मैले बसालिसकेँ। धेरै काम हुन्छ क्या साथीहरू, भ्याइ नभ्याइ हुन्छु म त। देख्न सक्नुहुन्छ यहाँ हाम्रो आलु चाहिँ मैले यहाँ यसरी राखेको छु टक्क पारेर हैन। यति आलु यति भयो हुन्छ, यति आलु लान्छु। आलु काट्दैछु साथीहरू मैले चाहिँ टक्क पारेर। यहाँ हामीसँग चाहिँ च्याउ र आलु पकाउने। बेलुका भएपछि कति धेरै काम हुन्छ क्या साथीहरू, देख्नुहुन्न त। अनि साथीहरू अब भिडियो गर्न मन लाग्छ अनि भिडियो गऱ्यो। अब जतिखेर क्यामेरामा सबैको कैद गर्न त सकिँदैन नि त। अब जतिखेर क्यामेरा त तेर्साउनु चाहिँ पनि त क्यामेरा लिएर जानु त हामीलाई गाह्रै हुन्छ। अनि त्यसरी मैले चाहिँ अलि कति कामहरू त क्यामेरा उयो गर्छु क्या, बाहिरै गर्छु साथीहरू। अनि अब 12 घन्टा गरेको कामलाई अनि फेरि 15-20 मिनटमा 30 मिनटमा गर्नु चाहिँ कति धेरै गाह्रो हुन्छ क्या। एडिट गर्न त्यत्तिकै टाइम लाग्छ, बलिएको हुन्छ दिनभरि काम गरेर। अनि कस्तो धेरै गाह्रो हुन्छ साथीहरू। अनि सबैजनाले मेरो भिडियो चाहिँ हेरिदिनु होला, सबैजनाले सपोर्ट गरिदिनु होला है साथीहरू। खासै राम्रो बनाउन त आउँदैन र पनि प्र्याक्टिस गरिरहेको छु। टक्क पारेर सबैजनाले हेरिदिनु होला, लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला, स्किप नगरिकन हेरिदिनु होला साथीहरू। म चाहिँ यस्तै अर्ग्यानिक भिडियो लिएर आउने छु साथीहरू। सधैँ मेरो भिडियो चाहिँ नछुट्टाइकन हजुरहरूले स्किप नगरिकन हेरिदिनु होला है। अनि मन पराइदिनु होला मेरो भिडियो, मलाई माया गरिदिनु होला सबैजनाले है साथीहरू। अनि बेलुका भए पछाडि चाहिँ यिनीहरूले अन्डा पारेछ दुईटाले, अघि खेदाएकोले। अनि मैले चाहिँ टक्क पारेर अन्डा निकालेँ साथीहरू। अनि देख्न सक्नुहुन्छ यिनीहरूलाई चाहिँ जतिखेर चारो दिन्छ भनेर झ्याउ गर्छ। अनि बेलुका एकखेर हामी दिन्छौँ नि त चारो। अनि फेरि लास्ट यिनीहरूलाई चारो दिइसकेर बेलुकाको सब्जी पकाउन पर्ने हुन्छ। खाना र दाल मैले अघि बसालिसकेको थिएँ टक्क पारेर। अब चाहिँ हामी च्याउ पर फुटेर गम खाएर धन्दा गरेर सुत्न पर्ने हुन्छ साथीहरू। देख्न सक्नुहुन्छ च्याउ मजाले मैले चाहिँ यहाँ तेल पुऱ्याएँ। अनि त्यस पछाडि हालेँ आलु। अनि मसला पिस्नको लागि अदुवा बारी गएँ। अदुवा चाहिँ खनेर हामीले एउटा खाल्टोमा राखेका थियौँ अनि त्यो लिएर आएँ। अनि बेलुका फेरि यहाँ अन्डा पारेछु। अनि म चाहिँ अन्डै अब लोकल अन्डा मनपर्छ नि त। अनि टक्का पारेर टिपेर राख्नलाई जाँदैछु साथीहरू होइन। आजको भिडियो चाहिँ यति नै हो। अनि हजुरले टक्क पारेर माया गरेर मजाले हेरिदिनु होला। अब अन्डा पार्नेलाई त चारो दिनु पऱ्यो। अनि चारो टक्क पारेर दिइसकेँ मैले चाहिँ। थ्याङ्क यू फर वाचिङ एभ्रिवान।